राजाले देश बनायो भनेर कुर्लिने साथीहरू रैतीहरू यता कान खोलेर सुन। के राजाले नेपालको हिमाल बनाएको हो? के राजाले नेपालको पहाड बनाएको हो? के तिम्रो राजाले नेपालको तराई बनाएको हो? खोला नाला बनाएको हो? त्यो ताल तलैयाहरू बनाएको राजाले राजाले बनाएको हो? यता सुन रैतीहरू दासीहरू, कान खोलेर सुन, दिमाग खुल्ला गरेर सुन, दिमागको ढोका बन्द गरेर राजा राजा नभन्। फेर दासीहरू रैतीहरू, के राजाले चाहिँ त्यो जङ्गलले जङ्गल पहाडै पहाड भएको त्यो घना जङ्गल चाहिँ बस्ती योग्य बनाएको हो? मान्छे बसालेको हो? तेरो राजाले केही गरेन। श्रीपुलले चाहिँ एउटा सानो जत्था लिएर त्यहाँको सोझा साझाहरूलाई शान्त तरिकाले बसेकोहरूलाई आक्रमण गर्यो। अनि आक्रमण गरेर चाहिँ यसो भत्ता उठाइ मात्रै खाएको हो। तिम्रो राजाले हप्ते उठाउँदै भत्ता उठाउँदै यो चाहिँ मेरो एरिया भनेर चाहिँ सिर्फ कर उठाएर आफ्नो परिवारलाई चाहिँ ऐस आरामले राख्ने एउटा जमर्को मात्रै गरे हो। तिम्रो राजाले देश बनाउने भनेको त विकासको चरम सिलीमा पुर्याउने हो। त्यो राजाले कहिले गरेन। कुरा बुझ्यौ? यति आजलाई।